गुड मर्निङ शुभ बिहानी। आजको बिहान मैले यसो भिडियो गर्दैछु है। मेरो गार्डन म बाहिर निस्केको छु। मेरो गार्डनमा मेरो फर्स्ट काउली हैन, फर्स्ट काउली मेरो काउली। अनि मेरो यो वाउ बेथेको साग हेर्नु न है, बेथे अन्त नि यो के अरे के भन्छ यसको नाम, कस्तो भइराख्यो क्या यो चाहिँ गाजलको। अनि गाजल यो मैले अस्ति भर्खर धेरै बहान यो जमाएको है। त्यसपछि यो रातमा टमाटर, वाउ टमाटर यत्रो बसिगयो है बसेर। अनि धनियाँ है, धनियाँ यति राम्रो जे गरे पनि अब होइन, मल नहालीसम्म के दुःख नगरे सुख कहाँ मिल्छ त है। मिठो अर्ग्यानिक सागपातहरू खानलाई होइन, यसरी। अनि मेरो यो फर्सीको बोट बल्ल यत्रो भइसकेको छ। अब हुन्छ, अब पानी परेको छ। गर्मीको टाइम हो, गर्मीको सिजन हो, सिजन भए पनि पानी परेको छ। त्यसैले अलि राम्रो भएको छ मेरो गार्डन। अनि राजमारको यो अब यत्रो भइसक्यो होइन। अनि मेरो यस्तो हरियो लक परेको मेरो यो आरुको बोट हेर्नु न। यो आरुको बोट यसरी हावा चल्छ बढी है। यसरी फलेको छ कि आरुहरू है। मेरो यो गार्डन बारी हो कि मेरो यो टाइम पासै यो हो। यिनीहरूलाई मैले राम्रो तरिकाले दिनकै पानी हाल्ने यताउता गर्ने गरेको भएर यतिको राम्रो भएको छ। अनि यो मेरो पतेनाको बिउहरूलाई हेर्नु त है, पतेना यस्तो राम्रो भएको छ है। पतेनाहरू है यिनीहरूलाई यति राम्रो भएको छ। तपाईँहरूलाई चाहिन्छ भने पतेना मनपर्छ भने भन्नुहोस्, मलाई सम्पर्क गर्नु, म फोन नम्बर सेयर गरिदिन्छु। अनि मेरो यो सागको बिउ हो, सागको बिउहरू मनपर्छ भने भन्नु तपाईँहरूलाई। यस्तो काउली राम्रो भएको छ है। अनि हेर्नुहोस् है, हेर्नुहोस् यति राम्रो ठाउँ। आज 3-4 दिन भयो पानी परेको भएको भएर अलिकति बाहिर त आएको थिइनँ। त्यसपछि फुलहरू कति राम्रो फुलहरू छन् है। अनि आज चाहिँ मजाले घाम लागेको छ कि, यस्तो बिहानै दिनबाट घाम लागेर यति राम्रो मौसम भएको छ कि 3-4 दिन पानी पर्यो। आमा हावा आउने पानी पर्ने भएर बाहिर निस्किनु पाएको थिइनँ। आज चाहिँ म यसरी बाहिर निस्कियो, बिहानदेखि घाम लागेको भएर। मेरो यो अस्ति भर्खर मैले सारेको हो मेरो यो सागको बिउ बोट यति राम्रो भएको छ कि कलकल परेको भएको छ कि यति राम्रो भएको छ। यति राम्रो ठाउँ यस्तो मजाको। हेर्नुहोस् है, अस्ट्रेलियाको घरहरू यिनीहरू हो है, अस्ट्रेलियाको घर यति राम्रो होइन। मौसम कति राम्रो। अझ घाम गर्मी सिजन हो के अरे, गर्मी सिजन भयो भने बाहिर एकदम जाडोको महसुस भइराखेको छ कि एकदम के गर्मीको महसुस चाहिँ भएको छैन कि। त्यो भएर यति राम्रो छ कि हेर्नु है, घाम यति राम्रो घाम आएको छ। अनि मेरो यो चाहिँ अलिकति अब यो बोटहरू अब बिउहरू चाहिँ जमाउँदैछु, रायोको बिउहरू यसरी भइराखेको छु। कस्तो लाग्यो मेरो गार्डन यसो हेरेर मलाई कमेन्ट सेयर गरिदिनुहोस् है प्लिज है सबैजनाले। थ्याङ्क यू, बाई बाई। अब अर्को भिडियोमा है, अर्को भिडियो नेक्स्ट भिडियो आउँदै गर्छ। तपाईँले हेर्दै गर्नु मेरो भिडियो, सबैले है लाइक सेयर गरिदिनु। ओके, बाई बाई।